हेलो गाइज, वेलकम ब्याक टु माई न्यू ब्लग। हजुरहरू सन्चै हुनुहुन्छ होला, म पनि सन्चै छु। आज म धेरै पछि भ्लग हाल्दैछु। अघिल्लो दसैँदेखि आज भ्लग हाल्दैछु। हजुरहरू साथ सपोर्ट दिनु होला, माया गरिदिनु होला, लाइक कमेन्ट सेयर सब्सक्राइब गरिदिनु होला। आज मेरो बर्थडे हो, त्यसैले हामी दिदी र म दोलखा भीमसेन दर्शन गर्न गइरहेको छौँ। भ्लग पुरा हेरिदिनु होला। मन्दिर जान बजारबाट अटो चढ्यौँ। फाइनली हामी चाहिँ दोलखा बजार आयौँ। यो दोलखा बजार गाइज त्यो तल जाने बाटो, त्यहाँबाट पनि जान सकिन्छ। हामी चाहिँ अलिक पर लिएर जान्छौँ मन्दिरतर्फ। अटोबाट झरिसक्यौँ। पूजाको सामग्रीहरू किनेर हामी मन्दिरमा जान्छौँ। दोलखा हस्पिटल लगेको छ। अब 10 मिनटतिर पुग्छौँ। आज मन्दिर धेरै प्याक छ जस्तो, धेरै रात बजारको भ्यू हेर्नु गाइज, धेरै प्याक छ जस्तो छ आज मन्दिर। मान्छेहरू आएका छन्, गाडीहरू त्यहाँ प्याक थियो। माथि पार्किङ। पूजाको सामग्री किनेर हामी मन्दिरतर्फ अगाडि बढ्यौँ। अब अलिकति छ बाटो, हामी मन्दिर पुग्छौँ गाइज। दोलखा मन्दिरको गेटमा आइसकेको, भित्र जान्छौँ। गाइज प्याक राम मन्दिर कति भिड गाइज। मेरी आमा धेरै टाइम लाग्छ जस्तो छ। अब तलै जाने मिडियामा कति लामो लाइन, धेरै तलसम्म छ जस्तो। 1-2 घन्टै लाग्ने हो। भर्खर यहाँ छौँ, कहिले पुग्ने त्यत्रो माथि। भर्खर अलिकति माथि आयो। अझै त्यो गेटभित्र छिरेर 1 राउन्ड घुम्न बाँकी छ। त्यहाँपछि भित्र मन्दिर जान पाइन्छ।
यहाँ तलको चाहिँ चम्बुजा पार्क हो गाइज। त्यहाँ एक दिन जाउँला तपाईँहरूलाई देखाउँला। हामी चाहिँ मन्दिर दर्शन गरेर अब घर फर्किन आँटेको। खाजासाजा खाएर घर जान्छ। मन्दिरमा आज धेरै भिड थियो। बल्ल बल्ल 2 घन्टा लाइन बसेर पूजा गरी सेल तरकारी खाउँ गाइज। खाजा खान लागेको अब हामी एकछिनमा जान्छ बजारमा खाजा खायो। अब सरिकोट जाने। सरिकोटबाट भेट्छु है गाइज। बाई बाई दोलखा। सरिकोटतर्फ लाग्नु। हामी अटोबाट झरेर कोठातिर जाँदैछौँ गाइज। अब यहाँबाट भेटौँला। प्रसिद्ध भीमेश्वर मन्दिर हामी दर्शन गरेर आइसकेका छौँ। तपाईँहरू जहाँबाट हेर्दै हुनुहुन्छ त्यहाँबाट भीमेश्वर मन्दिरको दर्शन गर्नु होला। सब्सक्राइब गर्न नभुल्नु होला। यति नै गाइज। भ्लग पुरा हेरिदिनु भएकोमा धन्यवाद। अर्को भ्लगमा भेटौँला। बाई बाई गाइज।